हेलो गाइज वेलकम ब्याक। आज चाहिँ मेरो साथीहरू छ यहाँ दुईटा सानैदेखिको साथीहरू छ यहाँ चाटेछन् मलाई। हाम्रो यो गाइजहरू अलिक पर जाँदैछन् यहाँ दर्शकबिनहरूसँग बोल्न हेर चाटेकोले जा 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 पर अलिक पर बस हो यहाँ बस्न यहाँ भिडियो नमस्ते गर्न नमस्ते गर्न भित्र नआइज आइज यहाँ आइज त अलि त अहिले पर्जा म योसँग कुरा गर्दैछु क्या। ल तँलाई याद छ कि छैन हामी उहाँ खेल्न जान्थ्यौँ फुटबल लकडाउनमा त अनि म फुटबल बिचमा खेलेको ठाउँमा आउँथिस् त तँलाई याद छ कि छैन? हामी फुटबल खेल्न जान्थ्यौँ सँगसँगै। यसलाई याद छैन, यसले बिर्सिसकेको छ। यो अहिले हाम्रो घरबाट बसेर सरेर अर्कै घरमा गएको छ क्या मासु खानको लागि। यहाँ हाम्रो घरमा मासु पाक्दैन अनि यो मासु खानु हेर न, यो आज चाहिँ मासु पाएको छ अनि मासु खानको लागि आइरहेको अरे यो त होइन। बिर्सिस नि तैँले हात दे लो हात दे 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 हाँ। यो चाहिँ यसको मम्मी, यो चाहिँ यसको जेठो छोरो। हाम्रो देशमा राजा आउने भएर आन्दोलनमा भाट बटुली लुटिसक्यो। तिमीहरू चाहिँ जानु पर्दैन भाट बटुलीको चिकन खानको लागि। काठमाडौँमा भाट बटुली लुटेर त नि पुरै आइसक्रिम फलफुलहरू सबै बजारभरि सबै त्यो छरपष्ट थियो अरे त। तिमीहरू पुगेनौ, तिमीहरू चाहिँ खानु पुगेनौ उहाँ। हरेक बिहामा पुग्छौ त तिमीहरू खानको लागि, उहाँ चाहिँ पुगेनौ लुटेको ठाउँमा चाहिँ। तिमीहरू जानु पर्दैन। मान्छेहरूले त टन्न लुटिन्छ नि त अनि भाटबाट लुटेर त पुरा राजा आउने भनेर राजाको आन्दोलनमा भाटौँले त करोडौँको सामान खाएछ मान्छेले। ल गाइजहरू बाई बाई।